एभ्रीवन गुड आफ्टरनुन। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। किन बनाएको यो भिडियो चाहिँ भने चाहिँ म र मेरो साथी आज रुमको सपिङ गर्न जानु आँटेको होइन। म पनि हिजो नै आइपुगेको सिलगढी। अन्त म र मेरो साथी आज बाहिर जानु आँटेको, त्यही भएर मैले चाहिँ बनाएको। म र तपाईँलाई देखाउँछु होइन। खासमा अहिले हामी रेडी हुन्छौँ त विशाल मार्ग जान्छ हामी। मेरो साथी अहिले रेडी हुँदैछ, अब म पनि एकछिनमा रेडी हुन्छु। अन्त खाना खाएर हामी निस्किन्छौँ विशाल मार्गको लागि फर्स्ट होइन। त्यसपछि हाम्रो वहाँ गएर डिसाइड हुन्छ हामी कहाँ जान्छौँ होइन। म रेडी भइसकेको छु, मेरो साथी पनि रेडी भइसकेको छ। अब हामी निक्लिनु आँटेको रुमबाट। मेरो साथी चाहिँ जानु लागेको अरे यहाँ हेरेर भन न। अनि रुमबाट निस्के कहाँ गएको अरे विशालमा के गर्नु? घरको सामान किन्नु गएको अरे हो मेरो साथीले। आज सडनली प्लान बनेको हाम्रो बाहिर जानु। नट सडनली, एक्चुअली सरस्वतीले चाहिँ हिजो चाहिँ प्लान्टेसन गर्छ अरे नि त रुममा, त्यही भएर चाहिँ अन्त प्लान्टहरू चाहिँ किन्नु गएको होइन। अनि त्यहाँदेखि त्यसको लागि त्यो पट फ्लावर पट पनि किन्नु गएको। के साह्रो राम्रो देखेको मेरो साथीले। अरू कुराहरू उसको आउटफिट हेर्नु आजको राम्रो देखिरहेको छ उसले कुर्तामा। कसको साथी हो? मेरो साथी हो नि फेरि, त्यही भएर अब हामी मुस्ताङ पुग्नु। यस्तो बाटोमा चाहिँ आज छु म बुढिया भइसकेको छु। हामी दुईजना चाहिँ कुर्तामा चाहिँ राम्रो देख्दो रहेछ। बिचरा मेरो साथीले चाहिँ नि एउटा कुरा भनिदिन्छु तपाईँले। उसले चाहिँ कट्टु देख्दो रहेछ होइन। उसले कट्टुको चाहिँ कलरमा अब कलरमा चाहिँ सुकाएको रहेछ भने होइन। खासमा चाहिँ ऊ कट्टु थिएन कि पार्लरको के पो भन्छ त्यसले, उसको नेपकिन टाइपको युज गर्छ है। पार्लरमा नेपकिन टाइपको युज गर्दो रहेछ। मेरो साथीले चाहिँ कट्टु सुकाएको चाहिँ आन्टीले भन्थ्यो। कस्तो भन्ने कुरा गरेकोले अघि मजाले छेउमा गएर हेरेको दुईजना फ्लप भयो। फ्लप अब हामी अगाडि टोटोमा मेरो साथीले चाहिँ बाइक कन्स्ट्रक्सन चल्दै रहेछ, त्यही भएर मेरो साथीले याद रहेछ हो। म चाहिँ याद भएन रहेछ कहाँ पुग्यो भनेर। यतिको हुनु पऱ्यो। फाइनली आइपुग्यो विशालमा। एक्लै हिँड मेरो साथीले मलाई छोडेर। आइपुग्यो फर्स्ट कहाँ भने मलाई चाहिँ बेङ्गलोरको सेम लागिदिन्छ। खासमा म र मेरो साथी चाहिँ गमला किन्नु आएको थिएँ होइन। गमला होइन टिकको फुल रोप्नुको लागि। कहाँ गयो? विशालको भित्र कस्तो गरम रहेछ, एसी हो नै। मेरो आजको आउटफिट यो हो। मेरो चाहिँ होइन मैले यो कुर्ता नापेको थिएँ पर के भयो भने चाहिँ मलाई यो साइडको चाहिँ मिन्स ओपन थिएन रहेछ नि त। यो पुरा डल्लै राउन्डर रहेछ। अन्त मलाई मन परेन। कलर चाहिँ मिठो लाग्यो। अन्त हामीले यो सामान किनेको छौँ।
कुर्ता फेरि यो चाहिँ दामी राम्रो देखिरहेको छ हाम्रो आजको आउटफिट भन्नु ठिकै भएछ त अहिले बिचरा मेरो साथमा स्मल लाउँदा अब मिडियममा झरेछ है मोटाइ छ हेर्नुपर्छ ओके अब हामी चम्पासरीबाट चाहिँ रुम फर्किएको अर्को पुरा टाइम लाग्यो नि त आज हिँडेर घुम्दा सामान खोज्दा होइन अब हामी फर्किँदैछ रुम पुगेर खिच्छु होइन आजको मेरो यस्तै भिडियो बेलुका भइसकेको देवीडङ्गा आइपुग्यो हामी बजारमै छु मैले घर गएको छुइनँ यहाँ दादाको घाटको हेर्छु भनेर आएको हाई दादा हेर्नु चाहिँ मन पऱ्यो दिस इज सुनको औँठी मन पऱ्यो म खाँदिनँ थ्याङ्क यू कति राम्रो देखिसक्यो यो हेर्नु आएको रहेछ उसको हातमा दामी देखिरहेको छ